आज चाहिँ ओसाका क्यास्ट्रोल हामी आएको छौँ है। यहाँ चाहिँ धेरै अहिले विदेशी पाहुनाहरू थुप्रै हुनुहुन्छ है। धेरै जस्तो विदेशीहरू छ। यो ओसाका क्यासल चाहिँ अब धेरै नै एउटा ऐतिहासिक उयो है ठाउँ हो। यसको तथ्यहरूको बारेमा धेरै ऐतिहासिक कुराहरू भनेको चाहिँ धेरै नै अब छ है। हेर्दा पनि तपाईँलाई थाहा हुन्छ। धेरै अब यहाँ पर्यटकहरू यसरी घुम्नुको कारणहरू होइन। यता म्युजियम छ अनि यो चाहिँ लडाइँहरू धेरै समय अगाडि उयो हुँदाखेरि चाहिँ एउटा गढी जस्तै पनि हो होइन। अनि इतिहाससँग गहिरो सम्बन्धहरू के छ भन्दा चाहिँ ओसाका यो क्यास्टल चाहिँ 1583 मा चाहिँ प्रसिद्ध जापानिज समुराई नेता टोयोटोमी हिडेयोसीले बनाएका थिए भनेर यसरी हामीहरू चाहिँ थाहा पाउँछौँ है। यो जापानको चाहिँ एकीकरणको लागि चाहिँ गरिएको प्रयासको एक महत्त्वपूर्ण भाग चाहिँ हो भनेर यसरी भनेको छ। अनि यहाँ चाहिँ यो जुन छ नि यो भवन चाहिँ धेरैचोटि चाहिँ ध्वस्त र पुनर्निर्माण भएको कुराहरू हामीले थाहा पाउँछौँ है। यो क्यासल समयसँग चाहिँ युद्ध र आगलागी र प्राकृतिक विपत्तिको कारण ध्वस्त भएको थियो। अनि पछिल्लो पुनर्निर्माण चाहिँ सन् 1931 मा स्टिल र कङ्क्रिट प्रयोग गरेर गरिएको छ भनेर चाहिँ हामी पाउँछौँ। यसको उचाइ चाहिँ क्यासलको मूल टावर 5 तलाको छ र यो करिब 55 मिटर अग्लो छ र बाहिरी भाग परम्परागत जापानिज शैलीमा भए पनि भित्री भाग चाहिँ आधुनिक सङ्ग्रहालय जस्तै छ। सङ्ग्रहालयको रूपमा प्रयोग चाहिँ कहिलेदेखि गरेको भन्दा जस्तै हाम्रो नेपालको नारायण हिटी दरबार जसरी प्रयोग गरेको थियो त्यसरी चाहिँ यो कहिले प्रयोग गरेको थियो भन्दा चाहिँ यो चाहिँ जस ओसाका क्यास्टलभित्र चाहिँ सङ्ग्रहालयको रूपमा चाहिँ प्रयोग हुन्छ र जसमा टोयोटोमी हिडेयोसीको जीवन र समुराई संस्कार र जापानको चाहिँ मध्यकालीन इतिहास दर्शाएको छ भन्ने कुरा छ है। अनि वसन्त ऋतुमा चाहिँ यो सबै साकुराहरू फुलहरूको है यो हरियो जति पनि देख्नुभएको छ यो चाहिँ वसन्त ऋतु अर्थात् अप्रिलमा चाहिँ धेरै नै फुलहरू फुल्छ र यहाँ यो जति पनि छ ग्रिन कलर यो चाहिँ सबै लटटम्म त्यो साकुराको पनि यहाँ फेस्टिभल जस्तो जापानभरि नै यहाँ चाहिँ धेरै नै घुइँचो लाग्छ है। अनि धेरै पर्यटकहरू हुन्छ अनि त्यस्तै विभिन्न रमाइलो प्रोग्रामहरू पनि गर्छ यहाँ विभिन्न मानिसहरूले। अनि क्यासल चाहिँ 105 हेक्टरको विशाल पार्कभित्र रहेको छ जहाँ चाहिँ हरियो पोखरीहरू र ऐतिहासिक संरचनात्मक पाइन्छ र स्थानीयहरूका लागि यो लोकप्रिय पिकनिक स्थल पनि हो। त्यही चिसो तातोको लागि चियाहरू कफीहरू पनि यहाँ पाउँछ भने यहाँ पर चाहिँ रेस्टुरेन्ट छ। अलिकति पैसा इकोनोमिक्स राम्रो भएको मान्छेलाई चाहिँ त्यहाँ चाहिँ म्युजियम र खाजा नास्ताहरू सपिङहरू गर्ने ठाउँ पनि छ है। अनि पर्यटकहरू आइ हुनुहुन्छ एकदम राम्रो छ। टिकट सिस्टम हुन्छ, टिकट काट्ने त्यहाँ लाइन बसिरहेछ मान्छेहरू अनि त्यसपछि माथि जाने यस्तो छ है ठाउँ चाहिँ। अनि यहाँ चाहिँ प्रवेशद्वार र सुरक्षा सम्बन्धी भन्नुपर्दा चाहिँ क्यास्टल चारैतिरबाट खाल्डा र अग्ला ढुङ्गाहरू पर्खालहरूले घेरिएको छ जुन मध्यकालीन सुरक्षा प्रविधिको उत्कृष्ट उदाहरण हो। जापानमा जब विश्वयुद्धहरू थियो हरेक कुराहरू यहाँ लडाइँहरू भइरहेको थियो है। यहाँ पनि राज्य त्यतिखेर चाहिँ सबै सुरक्षाको लागि वरिपरि चाहिँ यसरी छ है। यो क्याम्प नै हो, गढी नै हो। अनि यहाँ चाहिँ सुरक्षाको लागि बस्ने त्यो पालहरू छ ठाउँ ठाउँमा है हामीले देख्न सक्छौँ। त्यहाँबाट चाहिँ यिनीहरूले बन्दुकहरूले आक्रमणको लागि चाहिँ उयो गर्थे है, सेफ्टीको लागि। यहाँ मेन अब लिडरहरूलाई त सुरक्षा दिनु पऱ्यो।
अनि यो चाहिँ पिकनिक गर्ने स्थान भने ठुलो हेक्टरमा चाहिँ सबै साकुरा पुरा फुल्दाखेरि कस्तो राम्रो सुन्दर देखिन्छ। अनि यहाँ चाहिँ थुप्रै देशको मान्छेहरू पनि घुम्न आउँछ। अनि म पनि अस्तिको अप्रिल महिनामा 2 महिना अगाडि घुम्न आउँदाखेरि म चाहिँ थाइल्यान्डको साथीहरू बनाएको थिएँ, भेटाएको थिएँ है। अनि एकदम रमाइलो हुन्छ। अनि उनीहरू बस्ने नेपालीहरू पनि थुप्रै आउनुहुन्छ, थुप्रै कन्ट्रीको आउनुहुन्छ जो, किनभने यो ऐतिहासिक ठाउँ हो। त्यही भएर तपाईँहरू पनि यस्तो उयो अचम्मै तरिकाको छ। सब यत्रो ढुङ्गाले बनाएको छ पर्खाल। झन् अझै अर्को एरियामा जानुभन्दा एकदम एउटै कोठा जस्तो ढुङ्गाहरू पनि छ। अनि यहाँ तल सबै ढुङ्गाको यसरी ऐतिहासिक ठाउँ हो। यसरी सब ढुङ्गाको मिलाएको छ है। अनि त्यहाँबाट भ्यूहरू पनि राम्रो देखिन्छ है। ओके गाइस, मैले चाहिँ धेरै कुराहरू बताइसकेँ होइन तपाईँलाई यो ओसाका क्यासलको बारेमा। अब यो चाहिँ 1583 मा जुन प्रसिद्ध जापानिज समुराई नेता, अब त्यतिखेर प्रसिद्ध अब नेताले चाहिँ जुन बनाएको कुराहरू छ। अनि त्यसपछि ध्वंस निर्माण हरेक कुरा हुँदा चाहिँ 1921 मा जुन निर्माणहरू भएको छ होइन, यो एकदम राम्रो ठाउँ छ होइन। एउटा गुड मेमोरी पनि हुन्छ। तपाईँहरू पनि यसरी घुम्न आउनुहोस्, रमाइलो गर्नुहोस् र आफ्नो टाइमहरू स्पेन्ड गर्नु। अनि आफूले पनि जीवनमा चाहिँ केही गरेर देखाउनुहोस् होइन। काम गरेर मिहिनेत गर्ने, अनि त्यसरी घुम्ने पनि, अनि आफूले पनि केही गरेर देखाउनु पर्छ भनेर चाहिँ म मेसेज दिन चाहन्छु। ओके गाइस।